हजुरहरूले पनि धान लगाउनु भएको छ र गवारोले सताउँछ सधैँ नै र त्यो गवारोको लागि कहिले बिसारी हान्ने के गर्ने र कुन बिसारी हान्ने भन्ने छ भने चाहिँ यो भिडियो आज हजुरहरूको लागि। किसानहरूले करिब 20-25 दिन भएपछि गवारोको लागि बिसारीहरू चलाइरहनुहुन्छ, तर त्यतिखेर चलाउनु ठिक हो या होइन भन्ने किसानलाई पनि थाहा छैन। जे चलिआएको छ त्यो गर्नुभएको छ। यो चैते सिजनमा चाहिँ के हुन्छ त भन्दाखेरि पुतलीहरू एकदम कम हुन्छ, अन्डा पनि कम पार्छ, क्षति पनि कम हुन्छ। तर के भने किसानहरूले ट्याङ्की बोकेर न त्यहाँ लार्वा हुनु न त्यहाँ अन्डा हुनु, उहाँहरूले बिसारी छरेको छरे हचुवामा छरेको छरे हान्नै पर्थेन, छरेको छरे। हाम्रो के भयो त किसानको पैसा खर्च भयो। बिसारी कहिले हान्दाखेरि राम्रो हुन्छ भन्ने कुरामा चाहिँ गवारोको जीवनचक्र बुझ्नु पर्यो। गवारो भनेको एउटा पुतली हो, त्यो पुतलीले अन्डा पार्छ, अन्डा 5 देखि 7 दिनमा लार्वा बन्छ र त्यो लार्वाले खाने हो र लार्वा 28 देखि 30 दिनसम्म धानमा खाएर बस्छ र त्यो 30 दिनपछि फेरि प्युपा बन्छ। प्युपा बनेको 7-8 दिनपछि चाहिँ फेरि पुतली बनेर त्यसको जीवनचक्र सुरु हुन्छ। अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने हामीले बिसारी हान्ने भनेको लार्वा मार्नको लागि हो। धान खेतमा पुतली छैन, धान खेतमा अन्डा पारेको छैन भने हामीले त्यतिखेर सुरुमै बिसारी हान्यौँ भने त्यो बिसारीले केही कामै गर्दैन, किनभने हामीले त लार्वा मार्ने बिसारी हानिरहेछौँ, काम गर्दैन। त्यही भएर किसानको आर्थिक रूपमा क्षति हुन्छ। कहिले हान्ने त, कसरी थाहा पाउने त लार्वा भयो कि पुतली छ कि अन्डा छ, कसरी थाहा पाउने त भन्दाखेरि दुईटा कुरा हुनसक्छ। एउटा त हजुरहरूले अनुगमन गरेर बेलुकाको समयमा साँझ पखको समयमा पुतली धेरै देखिन्छ, त्यतिखेर चाहिँ हजुरहरूले खेतमा जानुभयो भने पुतली हेर्नुभयो र पुतली 1 मिटर स्क्वायरमा एउटा पुतली औसतमा देख्नुभयो भने त्यसको 5-7 दिनपछि हजुरले बिसारी चलाउनु पर्छ अथवा व्यवस्थापनको विधि गर्नुपर्छ। होइन त्यसरी मैले हेर्न भ्याउँदिनँ, 5-6 दिनमा मात्रै एकचोटि जान भ्याउँछु भन्नुहुन्छ भने हजुरले यस्तो मोहनी पासो पनि राख्न सक्नुहुन्छ। अब यो मोहनी पासो भनेको त के हो भन्ने कुरा हजुरहरूलाई थाहा छँदैछ। यो मोहनी पासोमा यो पासो हुन्छ र यहाँनिर मोहनी राखेको हुन्छ जुन बट्टामा किन्न पाइन्छ र यसरी राखिसकेपछि यहाँ किरा आकर्षित भएर आउँछ, गवारोकै किरा आकर्षित भएर आउँछ गवारोको मोहनी पासोमा र आकर्षित भएर आइसकेपछि के हुन्छ त भन्दाखेरि यहाँ आएर पस्छ। यहाँ पसिसकेपछि हामीले यो ठाउँमा गवारोको पुतली रहेछ भन्ने थाहा पाउँछौँ। र कहिले बिसारी स्प्रे गर्ने अथवा कहिले व्यवस्थापनको विधि अपनाउने भन्दाखेरि 3 रातमा लगातार 5वटा भन्दा बढी पुतली पर्यो भने हामीले अब बिसारी अथवा व्यवस्थापनको विधि गर्नुपर्छ भन्ने थाहा हुन्छ। र यो मोहनी पासोको अर्को फाइदा पनि के छ भने हजुरले अलि धेरै मात्रामा भनेको 2 कट्ठामा एउटाको दरले हाल्नुभयो भने पुतली कहिले छ थाहा हुन्छ भने 1 कट्ठामा एउटाको दरले हाल्नुभयो भने पनि हामीले गवारो व्यवस्थापन पनि गर्न सक्छौँ। किनभने भाले पुतली जति सबै यहाँ पर्यो, यहाँ परिसकेपछि पोथी पुतलीसँग मिलन हुन पाएन, मिलन हुन नपाएपछि अन्डा दिँदैन, अन्डा नदिएपछि लार्वा बन्दैन र हाम्रो क्षति जोगिन्छ। र यो मोहनी पासो पनि छैन, अवलोकन पनि गर्न सक्दिनँ भन्नुहुन्छ भने चाहिँ अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन् भने हाम्रो खेतमा 10% भन्दा माथि क्षति भएपछि मात्रै बिसारी चलाउनु पर्छ। 10% भन्दा तल क्षति छ भने हामीले बिसारी चलायौँ भने बिसारीको पैसा धेरै हुन्छ त्यो गवारोले क्षति गर्ने भन्दा, र किसानलाई आर्थिक भार लाग्छ भनेर चाहिँ अनुसन्धानकर्ताहरूले पत्ता लगाउनु भएको छ। अब हामीले के गर्ने त, के व्यवस्थापन विधि हुनसक्छ त गवारोलाई निर्मूल पार्नको लागि भन्ने कुरामा त सुरुमा त झारपात सरसफाइ गर्नु पर्यो एउटा। दोस्रो भनेको चाहिँ हामी अवलोकन गर्दै गइरहेछौँ भने पातको माथिपट्टि अन्डा देख्यो भने अन्डा मिच्न सक्यौँ, सानो फिल्ड छ भने। अब तेस्रो भनेको हामीले मोहनी पासोको प्रयोग गर्न सक्छौँ। मोहनी पासोको साटो हामीले बत्ती पासोको पनि प्रयोग गर्न सक्छौँ। बत्ती पासोमा चाहिँ भाले पनि पोथी पनि दुइटै परेर मर्छ र हामीले कन्ट्रोल गर्न सक्छौँ। चौथो भनेको चाहिँ हामीले अर्ग्यानिक बिसारीहरू भनेको जैविक बिसारी ब्युभेरिया र मेटाराइजियम सुरुदेखि नै भनेको धान रोपेको 7 दिनपछि नै हामीले लगाउन सक्छौँ, जुन खैरेनी नगरपालिकामा अनुदानमा उपलब्ध छ। 5औं अप्सन भनेको हामीले वनस्पतिक बिसारी एजाडिरेक्टिन हामीले स्प्रे गर्न सक्छौँ। कहिले स्प्रे गर्ने त भन्दा कि त 10% क्षति भएको हुनु पर्यो, कि त यसरी पुतली 3 दिनसम्म 5-5वटा देखिएको हुनु पर्यो, कि भने 1 मिटर स्क्वायरमा एउटा पुतली देखिनु पर्यो औसतमा, त्यतिखेर मात्रै हामीले बिसारी प्रयोग गर्ने। होइन अब यो केही पनि मसँग एभाइलेबल छैन, मसँग मोहनी पासो पनि छैन, ब्युभेरियन छैन, मेटाराइजियम पनि छैन, केही पनि छैन, म त अब रासायनिक बाहेक अरू प्रयोग गर्न सक्दिनँ भन्नुहुन्छ भने चाहिँ हजुरले के गर्नु पर्यो त भन्दाखेरि पानी जम्ने ठाउँ छ भने दानादार बिसारी प्रयोग गर्नु पर्यो। क्लोरान्ट्रानिलिप्रोल, काटाप हाइड्रोक्लोराइड जस्ता बिसारीहरू चाहिँ हजुरले 1 कट्ठामा 500 ग्राम बालुवामा होस् या मलमा मिसाएर चाहिँ हजुरले पानी 5 सेन्टिमिटर जमाइदिनु पर्यो 5 दिनको लागि र छर्दिनु पर्यो र पानी चाहिँ 5 दिन जमिरहनु पर्यो। यदि सुक्खा ठाउँ छ, पानी जमाउने ठाउँ छैन भने चाहिँ हजुरहरूले स्प्रे गर्ने बिसारी जस्तै क्लोरान्ट्रानिलिप्रोलहरू, फिप्रोनिलहरू स्प्रे गर्ने बिसारीहरू, इमामेक्टिन बेन्जोएटहरू, एजाडिरेक्टिनहरू चलाउन सक्नुहुन्छ। यति भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्, नमस्कार।